Hello everybody, my name is Dr. Vikas Dua. I'm the Principal Director and Head of the Department of Pediatric Hematology, Oncology and Bone Marrow Transplant. And today we are talking about the courage of this boy and the family who came to us all the way from Nepal with a diagnosis of a deadly disease called metastatic rhabdomyosarcoma. They were given no hope. They were told that the boy will not do well, but somehow they came to us. We started him on chemotherapy, and then after a year of therapy, the disease is under full control. The boy is doing well. They are going back, and I wish them all the very best for future. Thank you. मेरो घर चाहिँ नेपालमा पर्छ। म चाहिँ यहाँ दिल्लीमा छु अहिले। अब म चाहिँ मेरो बच्चालाई सोच नभएर बच्चाको उपचारको सिलसिलामा म यता दिल्ली आएको हो। नेपालमा कहीं पनि पत्ता नलागेपछि मेरो छोरालाई चाहिँ म यहाँ इन्डिया दिल्लीमा लिएर आएको थिएँ। अनि त्यसपछि मलाई चाहिँ खासै भाषाहरु पनि त्यति नआउने, हिन्दी बोल्न नआउने। अनि मैले मेडिकल केयर भाइहरुसँग थाहा पाएर मैले उहाँहरुसँग कन्ट्याक्ट गरेँ। मलाई एकदम सजिलो भयो, उहाँहरुसँग साथ एकदम पाएँ मैले। उहाँहरुलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो चाहिँ समस्या के थियो भने मेरो छोरा चाहिँ अहिले 3.5 वर्ष भयो, उ चाहिँ 2.5 वर्ष हुँदाखेरि उलाई समस्या भयो। मैले काठमाडौँमा धेरै डुलाए, धेरै पैसा खर्च गरे, पत्ता नलागेपछि म यता आए। डाक्टर विकास दुवासँग मेरो छोराको ट्रिटमेन्ट भयो। भएपछि म लगभग 14-15 महिना मैले ट्रिटमेन्टमै गरे, टाइम बिताए। अनि मेरो छोरा चाहिँ अहिले ट्रिटमेन्ट खतम सक्यो। अब रिपोर्ट आयो, रिपोर्ट राम्रै आएको छ, सबै ठिक छ। डाक्टरले अब घर जानु भन्नुभएको छ। अब तपाईहरुलाई पनि म के भन्न चाहन्छु भने जो हुनुहुन्छ तपाईको बच्चा बच्ची, अनि दिदी भाइ, तपाईहरु जुन बाबु आमा जति पनि हुनुहुन्छ, तपाईहरुलाई केही समस्या छ भने सुरुमै तपाईहरुलाई पत्ता लगाउने कोसिस गर्नुस्। अब घरमै नबस्नुस् हैन। जति ढिला भयो त्यति नै गाह्रो हुन्छ। फाइनान्शियल, मेन्टली सबै चीजहरु गाह्रो हुन्छ। इन्डियामा आउनुभयो भने 2-4 पैसा अलिकति बढी खर्च भयो पनि तपाईहरुको छिट्टो पत्ता लाग्यो भने, घरमै छिट्टो पत्ताहरु डायग्नोसिस भयो भने तपाईहरु क्लियर रूपले सन्चो हुनुहुन्छ। मैले चाहिँ त्यो 14-15 महिनामा धेरै चीजहरु देखेँ, यता राम्रो भएको धेरै कुराहरु सिकेँ मैले हैन। तपाईहरु इन्डिया गएर कसरी बोल्ने, के गर्ने, कहाँ जाने, कस्तो गर्ने भनेर अप्ठ्यारो नमान्नु होला। यही मेडिकल केयर भाइहरुलाई भन्नु होला, उहाँहरुले धेरै साथ दिनुहुन्छ। अब मैले चाहिँ के भन्छु भने अब जति छिटो रोग पत्ता लाग्यो त्यति नै अब क्युरेबल हुने चान्सेसहरु धेरै हुने रहेछ। अब फाइनान्शियल पनि कम हुँदो रहेछ, टाइम पनि त्यति खर्च लाग्दो रहेनछ। मेरो छोराको त अलिकति ढिला भएको थियो, तर पनि मेरो छोरा अब ठिक भयो भन्ने म एकदम अटल छु। यतिकै भौतारिरहेको थिएँ म नेपालमा। अब रोग पत्ता नै लागेन मेरो छोराको। त्यति नर्मल चिज भन्नु न, अब नर्मलै हो त्यो। एउटा उसले चाहिँ सुसु गर्न सक्दैन थियो। अनि सुसु नगरेपछि मैले चाहिँ काठमाडौँ लगे एसन हस्पिटलमा। उहाँ चाहिँ धेरै दुखलाई चाहिँ धेरै भन्नाले धेरै पीडा दिएर क्याथेटर लगाएर गरायो। केही पनि छैन भनेर त्यस्तै भयो। अनि त्यसपछि म चाहिँ अर्को हस्पिटलमा पनि गएँ, पिएमबीमा। त्यहाँ पनि केही छैन भन्ने कुरा भयो। अनि म छोरालाई सम्झनापछि त म इन्डियातिर लाग्छु भनेर इन्डिया आउने बित्तिकै मेरो छोराको 3 दिनमा पत्ता लागेको थियो, डायग्नोसिस भएको थियो। मेरो छोरालाई चाहिँ क्यान्सर भनेर डायग्नोसिस भएको थियो। अनि अहिले मेरो छोराको ट्रिटमेन्ट खतम भयो। तपाईहरु पनि घरमा नबस्नुस्। 2-4 पैसा खर्च भयो भने छिट्टो पत्ता लगाउनु भयो, छिट्टो उपचार गर्नु भने चाहिँ सन्चो हुन्छ, निको हुन्छ। त्यही भन्नलाई म हजुरहरुलाई सन्देश दिनलाई आएको हुँ। छिट्टो आउनुस् र केही समस्या भयो भने भाइहरुलाई कन्ट्याक्ट गर्नुस्। हरेक कुराहरु, पैसाको, फाइनान्शियल सबै कुराहरु सजिलो हुन्छ। त्यही भन्नलाई म आफ्नो सन्देश दिनलाई आएको हो। यदि तपाईहरुलाई त्यस्तो गाह्रो छ, एक्लै आउन गाह्रो छ भने